हजुर, कालीकोट जिल्ला तिलागुफा नगरपालिका रतडा घर भई हाल बिरानो मुलुक सात समुद्र पारी साउदीदेखि दलबहादुर विश्वकर्माको दोस्रो देउडा वाचन स्वीकार्नुहोला। आइजानु रतडा। कृपया जस्ताको त्यस्तै प्रतिक्रिया दिन नभुल्नुहोला। सुर्खेतबाट आएपछि भात खान्छौँ पाल्तडा, सुन्दर बस्ती रमाइला ठाउँ आइजानु रतडा। सुन्दर बस्ती रमाइला ठाउँ आइजानु रतडा। कठै कठा अनन्त्यका मेला हेर्न वेलकम छ पाहुनालाई। भिङ्गको पुल तर्नुपर्छ रतडा आउनलाई। भिङ्गको पुल तर्नुपर्छ रतडा आउनलाई। कठा दौठा धारा चिसो पानी दुयालले पेलौँला। गुरा लामा मस्ता थान देउडा खेल खेलौँला। गुरा लामा मस्ता थान देउडा खेल खेलौँला। दसैँ आयो गाउँघरमा जमरा छर्याउन्, चयाल्नलाई साथीभाइले तयारी गर्याउन्। चयाल्नलाई साथीभाइले तयारी गर्याउन्। कथा दसैँ तिहार आउन लागो नरुनुए आमा। 2 वर्षलाई भएको छौँ अरबीको नाममा। 2 वर्षलाई भएको छौँ अरबीको नाममा। आमाको ख्याल राख्नु प्यारी नभुल्नु मकन। बुढी आमा गाउँघर सम्झी रुन लाग्यो मन। बुढी आमा गाउँघर सम्झी रुन लाग्यो मन। कठा लेख राम्रा आलु फल्दा स्याउ फल्दा गाउँमा। दसैँका जमरा राख्नु आमा मेरा नाउँमा। दसैँका जमरा राख्नु आमा मेरा नाउँमा। कठा हजुर, यो गीतको शब्द रचना दलबहादुर विश्वकर्माको रहेको छ भने वाचन म सुरेन्द्र विश्वकर्माको। यसै गरी यो गीत मार्फत सम्झन पर्दा स्वर्गीय बुबालाई र सुनौलो धरतीमा जन्म दिने मेरी बुढी आमालाई धेरै सम्झेको छु भन्नुभएको छ। यसै गरी मेरो दाजु भाउजू र मेरो भतिजा भतिजी र मेरो घर फ्यामिली, मेरो बालबच्चा र मेरो इष्टमित्र र म दलबहादुर विश्वकर्मा चिन्न नचिन्न हुने सम्पूर्णलाई धेरै सम्झेको छु भन्नुभएको छ। यसै गरी म सुरेन्द्र विश्वकर्मालाई पनि मिठो माया र लामो सम्झना भाइ भन्नुभएको छ। हस्त धन्यवाद दाइ। आगामी दिनहरूमा पनि हजुरको उन्नति प्रगति र फेरि आउने दिनहरूको प्रगतिको कामना गर्न चाहन्छु। हस्त धन्यवाद। पूर्णिमा की रात